हाम्रो देशको इकोनोमी अनस्टेबल, अनकन्ट्रोल र डिपेन्डेन्ट हुँदैछ। 2080-81 को बजेट अनाउन्समेन्टमा फाइनेन्स मिनिस्टरले नेपालको इकोनोमी 6% ले ग्रोथ हुने टार्गेट राखेको थियो। तर इकोनोमिक सर्वेको रिपोर्ट अनुसार नेपालको इकोनोमी 3.9% ले मात्र ग्रोथ भएको छ र फेरि यसलाई 4.9 सम्म लग्ने टार्गेट राखेको छ। तर के यो पोसिबल छ त? कोभिड भन्दा अगाडि लगभग मन्थली हामी 30 देखि 40 लाख व्यापार गर्थ्यौं भने आज त्यो व्यापार घटेर 3 देखि 4 लाख रुपैयाँ हुने गरेछ। पहिला अब 20 पाकेट दुध गयो भने अहिले 3-4 पाकेट पनि जान गाह्रो छ। नेपालको ट्रेड डाटा हेर्ने हो भने 2080-81 मा एक्सपोर्ट भन्दा धेरै इम्पोर्ट भएको छ, जसले गर्दा नेपालको ट्रेड ग्रोथ 10.28% ले घटेको छ। हिमालयनको रिपोर्ट अनुसार देशको रेभेन्यू कलेक्सन र एक्सपेन्डिचरको टार्गेट पनि पूरा हुन सकेन र हुनु पनि कसरी? गभर्नमेन्टको लन जीडीपी को 41.38% बराबरमा छ र गभर्नमेन्टको खर्च देशको रेभेन्यू भन्दा 1% बढी रहेको छ। त्यस्तै गरी फुड क्याटेगोरीमा तरकारीको मूल्य 28.52% ले, घी र तेलको मूल्य 10.67% ले र दाल लगायत अरु गेडागुडीको मूल्य 9.45% ले बढेको छ। ओभरअल हेर्ने हो भने नेपालको इकोनोमी एग्रिकल्चर, रेमिटान्स र टुरिज्ममा मात्र डिपेन्ड छ, जबकि हाइड्रो पावर, आईटी र इन्डस्ट्रियल डेभलपमेन्टमा पनि उति नै क्षमता देखिन्छ। सो के कस्तो प्रब्लम छ हाम्रो देशको इकोनोमीमा र हाम्रो देशको इकोनोमी कसरी अरु देशमा डिपेन्ड छ त? यही विषयमा चर्चा गरौँ आजको यो भिडियोमा। कोभिडको असर अझैसम्म परिरहेको एउटा सेक्टर हो इकोनोमी। इकोनोमी चाहिँ बेस्ड अन मोस्टली इम्पोर्ट्स छ। ग्लोबलाइज्ड इकोनोमीमा वी कान्ट आइसोलेट आवरसेल्भ्स के हामीलाई वी विल ह्याभ टु बी बेस्ड अन इम्पोर्ट्स। अब नेपाल जुन मान्छेले चाहिँ खाडी क्षेत्रमा इन्फ्रास्ट्रक्चर डेभलप गरिराख्नु भएको छ, हाइवे बनाइराख्नु भएको छ, ठुल्ठुलो इमारतहरू बनाइरहेको छ, त्यस्तो स्टेडियमहरू बनाउनु भयो, फ्याक्ट्रीहरू बनाइराख्नु भएको छ, त्यही चिज नेपालमा पनि चाहिएको छ नि। देशको इकोनोमीको बारेमा बुझ्नुभन्दा पहिले यदि तपाईलाई जीडीपी, एक्सपोर्ट र इम्पोर्टको बारेमा थाहा छैन भने डिस्क्रिप्सनमा मैले सिम्पल ल्याङ्ग्वेजमा लेखिदिएको छु। यु क्यान रिड द्याट एन्ड प्लिज कमेन्ट इफ यु हेभ एनी कन्फ्युजन ओर क्वेसन। हेर्नुस्, कुनै पनि देशको इकोनोमी भनेको देशको आर्थिक अवस्थालाई बुझिन्छ र अघि मैले भने जस्तै हाम्रो देशको इकोनोमी मेनली 4 सेक्टरमा डिपेन्ड छ: एग्रिकल्चर, रेमिटान्स, टुरिज्म र ट्रेड। सो यी चारवटै सेक्टरहरूले नेपालको इकोनोमीमा के कस्तो पोजिटिभ र नेगेटिभ इम्प्याक्ट पारिरहेको छ त? एग्रिकल्चर सेक्टरले नेपालको इकोनोमीमा एकदमै ठुलो रोल प्ले गर्छ र यसलाई देशको ब्याकबोन पनि भनिने गर्छ। एग्रिकल्चर सेक्टरले देशको जम्मा 24% जीडीपी कभर गरेको छ र यो लगभग नेपालको 62% घर फ्यामिलीको लागि रोजगारको मुख्य स्रोत रहेको छ। सिम्पल ल्याङ्ग्वेजमा भन्नुपर्दा नेपालको पपुलेसनको 62% मान्छेहरू एग्रिकल्चरल फ्यामिलीमा पर्छन्। वर्ल्ड ब्याङ्कको डाटा अनुसार एग्रिकल्चर नेपालको मेजोरिटी पपुलेसनको लागि मेन सोर्स अफ फुड, इन्कम र इम्प्लोइमेन्ट रहेको छ। तर पनि नेपालको एग्रिकल्चर सेक्टर चुनौतीले भरिएको छ, जस्तै कि लो प्रोडक्टिभिटी जसले उत्पादन वृद्धि गर्न गाह्रो बनाउँछ, अस्थिर वृद्धि जसले एग्रिकल्चर सेक्टरलाई दीर्घकालीन रूपमा टिकाउ बनाउन सक्दैन, बजारसम्म पहुँच पुर्याउने गाह्रो हुने समस्या, क्लाइमेट चेन्जको असर र आउटडेटेड फार्मिङ मेथड। यो सबै प्रब्लमहरूले गर्दा नेपालले आफै धेरै फुड उत्पादन गर्न सक्दैन, जसले गर्दा विदेशबाट धेरै फुडहरू इम्पोर्ट गर्नु परिरहेको छ। अनि इम्पोर्ट धेरै भएपछि नेपालको व्यापार घाटा पनि बढ्दै गएको छ, जसले इकोनोमीमा नेगेटिभ असर पारेको छ। तर यदि प्रोपर मोडर्नाइजेसन, इरिगेसन सिस्टमको डेभलपमेन्ट अनि गभर्नमेन्टले सहयोग गर्यो भने नेपालको एग्रिकल्चर सेक्टरलाई एउटा स्ट्रङ पिलर बनाउन सकिन्छ। किनभने यहाँको जियोग्राफी र क्लाइमेट अनुसार धेरै बालीहरू उत्पादन गरिन्छ, जस्तै धान, मकै, गहुँ, कोडा, जौ, इलायची, अदुवा, कफी र टी। यो बाहेक नेपालमा फ्रुट्स र भेजिटेबलहरू पनि उत्पादन हुन्छ, जस्तै स्याउ, सुन्तला, केला, आलु, गोलभेडा र पियाज। यति धेरै एग्रिकल्चर डाइभर्सिटी भए पनि नेपाल अझै पनि इन्डिया र अरू देशबाट चामल, दाल, सब्जी र डेरी प्रोडक्टहरू इम्पोर्ट गरिरहेको छ। हेर्नुस्, एग्रिकल्चर नेपालको ग्रामीण रोजगारको लागि मुख्य स्रोत हो, तर प्रोडक्टिभिटी लो हुनाले नेपालका फार्मरहरू पनि विदेश जान बाध्य भएका छन्। र डिटेलमा हेर्ने हो भने इन्डस्ट्रीहरू पनि एग्रिकल्चरमै डिपेन्ड छ, जस्तै इलामको टी इन्डस्ट्री र नुवाकोटको कफी फार्मिङ, जसले इम्प्लोइमेन्ट र एक्सपोर्ट प्रोडक्सन बढाउने क्षमता राख्छन्। सो ओभरअल हेर्ने हो भने नेपालको इकोनोमीमा एग्रिकल्चर एक ठुलो सेक्टर हो, तर आउटडेटेड फार्मिङ मेथड, सानो जग्गा र सिँचाइको कमीले प्रोडक्टिभिटी लो रहेको छ र नेपालको फुड प्रोडक्ट इम्पोर्टमै डिपेन्ड भएर व्यापार घाटा पनि बढ्दो छ, जसले देशको इकोनोमीमा नेगेटिभ असर पारिरहेको छ। अर्को सेक्टर छ रेमिटान्स। एग्रिकल्चर जस्तै रेमिटान्सको रोल पनि नेपालको इकोनोमीमा एकदमै इम्पोर्टेन्ट रहेको छ, जसले देशको 25% जीडीपी कभर गरेको छ र यसले व्यापार घाटालाई 84% ले सपोर्ट गर्दै आएको छ। यसको मतलब नेपालले सामान इम्पोर्ट गर्न जति पैसा बाहिर पठाउँछ त्यसको 84% रेमिटान्सको पैसाले सपोर्ट गर्छ। नेपाल राष्ट्रिय ब्याङ्कको डाटा अनुसार 2023-24 मा रेमिटान्सको इन्फ्लोले 9 इयर्सको रेकर्ड ब्रेक गरेको छ। हाउसहोल्डमा हेर्दा रेमिटान्सले धेरै फ्यामिलीहरूको घर, एजुकेसन र हेल्थको सिचुएसन इम्प्रुभ गरेको छ र बिस्तारै गरिब फ्यामिलीहरूको लाइफस्टाइल पनि सुधार भएको देखिन्छ। रेमिटान्सको धेरै पैसा इन्भेस्टमेन्ट भन्दा बढी कन्जम्पसनमै जाने भएर यसले सर्ट टर्ममा त हेल्प गर्छ, तर लङ टर्म डेभलपमेन्टमा निकै कम इम्प्याक्ट देखिन्छ। द काठमाडौँ पोस्टको रिपोर्ट अनुसार रेमिटान्सको एक्सट्रिम डिपेन्डेन्सले नेपालको इकोनोमीलाई अनस्टेबल बनाउँदै गएको छ। हेर्नुस्, नेपालको इकोनोमीमा रेमिटान्सको डिपेन्डेन्सले धेरै च्यालेन्जेसहरू फेस गर्नुपर्छ। धेरै युवाहरू फोरेन जाने ट्रेन्डले नेपालमा वर्कफोर्सको कमी हुने प्रब्लम, स्किल म्यान पावरहरू फोरेनतिर जाँदा ब्रेन ड्रेनको प्रब्लम र ग्लोबल इकोनोमीको उताप चढावले नेपालको रेमिटान्स इन्फ्लो बढ्ने घट्ने जस्तो प्रब्लम पनि हुन सक्छ।
सक्छ। यो बाहेक फ्युचरमा मलेसिया, कतार, अस्ट्रेलिया, अमेरिका जस्तो देशहरूको इमाइग्रेसन पोलिसी चेन्ज भयो भने नेपालको रेमिटान्स इन्फ्लोमा डाइरेक्ट असर पर्छ। त्यो ओभरअल हेर्ने हो भने रेमिटान्सले नेपालको इकोनोमीलाई फाइनान्सियली सपोर्ट त गरिरहेको छ, तर ओभर डिपेन्डेन्सको रिस्क पनि उति नै बढिरहेको छ। अर्को सेक्टर छ टुरिज्म। एग्रिकल्चर र रेमिटान्स जस्तै टुरिज्म पनि नेपालको इकोनोमीको लागि एक इम्पोर्टेन्ट सेक्टर रहेको छ। होटेल्स, गाइड्स, एयरलाइन्स, ट्राभल एजेन्सी र लोकल ह्यान्डिक्राफ्ट जस्तो बिजनेसहरूले टुरिस्टसँग डाइरेक्टली फाइदा पाउँछ। द राइजिङ नेपालको रिपोर्ट अनुसार एन एभरेज 3144 टुरिस्टहरू नेपालमा डेली आइरहेका छन्, जसले एम्प्लोइमेन्ट बढाउन र लोकल इकोनोमी पनि बुस्ट गर्न हेल्प गरिरहेका छन्। 2023 मा जम्मा 10,14,822 फोरेन टुरिस्टहरू नेपालमा आएको थियो अनि 2024 मा यो संख्या 11,47,567 पुगेको छ र 32,760 करोड रेभिन्यू जेनेरेट गरी 11,09,000 जबमा डाइरेक्ट वा इन्डाइरेक्ट रूपमा सपोर्ट गरेको छ। सो ओभरअल हेर्ने हो भने नेपालको इकोनोमीमा रेमिटान्स पछि टुरिज्म नै सबैभन्दा बढी रेभिन्यू कमाउने सेक्टर हो। तर ग्लोबल क्राइसिस जस्तै पेन्डेमिकले यो सेक्टरलाई असर पार्न सक्छ, जसले हाम्रो देशको इकोनोमिक ग्रोथ कम गर्न सक्छ। अर्को र लास्ट सेक्टर हो ट्रेड। एग्रिकल्चर, रेमिटान्स र टुरिज्महरू मध्ये नेपालको ट्रेडको सिचुएसन सबैभन्दा सिरियस देखिन्छ। रिसेन्ट डाटा अनुसार नेपालको टोटल इम्पोर्ट 1374 करोड रहेको छ, तर एक्सपोर्ट चाहिँ 130 करोड मात्र रहेको छ, जसले गर्दा देशको ट्रेड डेफिसिट अथवा व्यापार घाटा 1244 करोड पुगेको छ, जबकि एक्सपोर्ट इम्पोर्ट ब्यालेन्स भनेको देशको इकोनोमिक हेल्थको मेजर फ्याक्टर हो। यसले यो स्पष्ट हुन्छ कि हाम्रो देशको एक्सपोर्ट सेक्टरमा म्यासिभ इस्यु छ। सबैभन्दा सकिङ कुरा के छ भने हाम्रो देशको जीडीपी को मात्र 6.76% एक्सपोर्टबाट आउँछ, तर जीडीपी को 42.64% इम्पोर्टमा जान्छ। ओभरअल हाम्रो देश इम्पोर्ट ओरिएन्टेड छ र यो प्रब्लम सोल्भ गरिएन भने देशको इकोनोमीमा ठूलो समस्या पर्न सक्छ, किनभने इकोनोमिक ग्रोथ गर्न एक्सपोर्ट बढाउनु पर्ने ठाउँमा नेपालमा इम्पोर्ट बढिरहेको छ। नेपालको इकोनोमीको सिचुएसन यस्तो क्रिटिकल हुनुको कारण के हो र यसलाई कसरी सुधार गर्न सकिन्छ? तपाईँ आफ्नो ओपिनियन कमेन्ट गर्न नबिर्सिनु होला। दिस मच फर टुडे एन्ड थ्याङ्क यू फर वाचिङ।